र आज फेरि मैले बनाउँदैछु बेसनको लड्डु। मैले अगाडिको भिडियो गर्नु चाहिँ बिर्सेछु, तर केही छैन, यसको साह्रो बेसी प्रोसेस छैन। बेसनलाई चाहिँ अगाडि सुक्खा अलिअलि भुट्नुपर्छ, किनभने ठस्सै काँचो गनाउँछ डाइरेक्ट घिउमा पकाउँदा। अनि यसलाई चाहिँ अलिक पाकिन्जेल भुटेर त्यहाँदेखि निकालेर त्यसमा हालिदिनुपर्छ चिनीलाई पिसेर ग्राइन्ड गरेर है त्यो उयसमा मिक्सीमा। अनि यसमा चाहिँ अन्तखेरि चाहिँ अलैँची हालिदिनुपर्छ है पिसेर। छोटा अलैँची छ भने पनि छोटा अलैँची, छैन भने बडा अलैँची पिसेर त्यसको पाउडर बनाएर हालिदिनुपर्छ, डस्ट है। अनि चाहिँ घिउ खारेर कति घिउ हाल्छ है, घिउ त अब मजाले हाल्नु पर्यो, बेसनको लड्डुमा त्यसको फ्लेभरै घिउै हो। अनि घिउ हालेर चाहिँ त्यसलाई मजाले पकाएर चाहिँ निकालेर मनतातो सेलाएर चाहिँ अब यसरी लड्डु बनाउनु पर्छ। अनि यसले पेट पनि खराब गर्दैन, नानीहरूलाई पनि राम्रो, घरकोले खानु पनि राम्रो। फाइनली यस्तो बन्छ अनि यति दामी टेस्ट आउँछ कि दोकानको किनेर खानै पर्दैन है। घरमा यसरी बनाएपछि दोकानको भन्दा मिठो हुन्छ।